सम्पूर्ण शिक्षक विद्यार्थी साथीहरूलाई हाम्रो स्टुडेन्ट क्रस नेपाल च्यानलमा स्वागत छ। आज हामी कक्षा 10 को पाठ 8 को चाप अर्थात् प्रेसर भन्ने पाठको हिसाब गर्न गइरहेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। साथीहरु, हामीले यो चापको हिसाब जान्नको लागि चाहिँ पहिला चापको सूत्र जान्नुपर्ने हुन्छ। चाप P बराबर बलका मुनि क्षेत्रफल, बल F का मुनि क्षेत्रफल A भन्ने सूत्र जान्नुपर्ने हुन्छ। यसलाई इन सर्टकट P बराबर F का मुनि A भनेर जानिन्छ। अनि त्यसपछि यसको एकाइ, चापको एकाइ पास्कल, PA भन्छ चापको एकाइ, बलको एकाइ न्युटन, अनि क्षेत्रफलको एकाइ मिटर स्क्वायर। यसको एकाइलाई न्युटन मिटर स्क्वायर पर मिटर स्क्वायर पनि भन्छ है। यसको यो एकाइहरू भयो। यही एकाइ हेरेर हामीले गिभन लेख्न जान्नुपर्छ, दिएको कुराहरू लेख्न जान्नुपर्छ। त्यसपछि यसको हिसाब अनि यसको हिसाबमा यो हिसाब अनि यहाँ चाहिँ एउटा यो हिसाब, यहाँ cm स्क्वायर दिएको छ। यो cm स्क्वायर चाहिँ यो क्षेत्रफलको एकाइ चाहिँ हामीले मिटर स्क्वायर भनेर पढेका छौं। मिटर स्क्वायर, यो cm स्क्वायर दिएको छ। यो cm स्क्वायरलाई चाहिँ मिटर स्क्वायरमा लैजान पर्छ हामीलाई। यो मिटर स्क्वायर जस्तो cm लाई मिटरमा लैजान चाहिँ 100 ले भाग गर्न पर्छ, अनि त्यो मिटरमा जान्छ है। जस्तो 500 cm छ भने त्यसलाई मिटरमा लैजानलाई चाहिँ 100 ले भाग गर्यो भने यो 5 मिटर हुन्छ है। तर यसलाई यहाँ 500 cm स्क्वायर भएर आयो भने चाहिँ यसलाई हामीले मिटर स्क्वायरमा लैजानको लागि चाहिँ दुईटा 100 ले भाग गर्नुपर्छ। यो दुईटा 100 किन आएको भन्दाखेरि यहाँ स्क्वायर भएको भएर यसरी चाहिँ यो मिटर स्क्वायरमै लानु पर्ने भएको भएर दुईटा 100 ले भाग गर्नुपर्छ। यो चाहिँ जान्नुपर्छ है साथीहरु। अब यसको हिसाब हामीले क नम्बरबाट सुरु गर्छौं। 5 को क मा पहिला हिसाब बुझ्नुस्। यो यहाँनिर एउटा सानो पिस्टन छ, यो ठुलो पिस्टन हो। दुईटा पिस्टन दिएको छ, पिस्टन A र पिस्टन B। दुईटा पिस्टनबाट हामीले के निकाल्न भनेको छ भन्दाखेरि चित्रमा देखाइएको सिरिन्जबाट निर्मित हाइड्रोलिक मेसिनको नमुनामा सिरिन्ज A बाट लगाइएको बललाई सन्तुलन गर्न सिरिन्ज B मा कति बल लगाउनु पर्छ भनेको छ। यहाँ चाहिँ हामीलाई सिरिन्ज A मा यसको सिरिन्ज A को क्षेत्रफल पनि दिएको छ, बल पनि दिएको छ हो। अनि त्यसपछि सन्तुलन गर्ने भनेको F1 सन्तुलन गर्नको लागि हामीले F1/A1 बराबर F2/A2, यो जतिवटा पिस्टन हुन्छन् त्यतिवटा एउटा पिस्टन भए F1/A1, दुईटा पिस्टन भए F2/A2, अनि तीनवटा पिस्टन भए F3/A3, यस्तो खालको सूत्र प्रयोग गरिन्छ। त्यसैगरी यहाँ दुईटा पिस्टन छन्, त्यो भएर F1/A1 बराबर F2/A2 भन्ने सूत्र प्रयोग गरेर हामीले यो जुन क्षेत्रफल छ, एरिया दिएको छ, क्षेत्रफल हो यो। क्षेत्रफललाई चाहिँ हामीले यसलाई चाहिँ 0.5 का मुनि दुईटा 100 ले भाग गरेर मिटरमा लैजाने। त्यसपछि बल चाहिँ यसको F1 यो भयो, A1 यो भयो। अनि त्यसपछि अनि यो पिस्टनको चाहिँ A2 यहाँ छ 5 cm स्क्वायर। यसलाई चाहिँ दुईटा 100 ले भाग गरेर मिटर स्क्वायरमा लैजाने, क्षेत्रफल भयो। अनि F2 चाहिँ हामीले निकाल्नु पर्छ। हिसाब हेरौँ है त। अब हिसाब यहाँ छ। दिएको कुरा हामीले यसरी लेख्न पर्छ। दिएको छ सानो पिस्टनमा बल F1 बराबर 20 न्युटन दिएको छ। हामीले 20 न्युटन यसरी लेख्यौं है। अनि क्षेत्रफल A1 बराबर 0.5 cm स्क्वायर दिएको छ त्यही सानो पिस्टनको। त्यसलाई दुईटा 100 ले भाग गर्दाखेरि यति हुन्छ। अनि त्यसैगरी ठुलो पिस्टनमा बल निकाल्ने भनेको छ। B पिस्टन B मा कति बल लगाउनु पर्छ भनेको, B पिस्टन भनेको यो हो। यसको बल निकाल्ने भनेको F2 निकाल भनेको। F2 निकाल्नको लागि क्षेत्रफल A2 बराबर A2 चाहिँ F2 निकाल्ने। A2 चाहिँ हामीले cm स्क्वायरलाई मिटर स्क्वायरमा लैजाने। अनि मिटर स्क्वायरमा लगेपछि अब क्वेशनले के भन्छ भने पिस्टन A मा परेको चाप बराबर पिस्टन B मा परेको चाप कति हुन्छ भनेर सन्तुलन कति गर्न भनेको छ। सन्तुलन गर्न भनेको F1/A1 बराबर F2/A2 सूत्र लगाउने भन्ने कुरा हो। F1 को मान कति छ? 20 छ। अनि त्यसपछि A1 को मान 0.005 यो यहाँ हामीले राख्यौं।
बराबरको बराबर F2 को मान निकाल्ने हो है। F2 हामीले निकाल्ने हो। A2 भनेको 0.005। अनि त्यसै गरी यसले क्रस मल्टिप्लिकेसन भन्छ, छड्के गुणन। यो तलकोले यसलाई 20 लाई गुणन गर्छ, यो माथि गयो अनि तलको तलै छ। F2 बराबर माथिको गुणन गर्दा 0.1 हुन्छ, तलको 0. यही छ। अनि त्यसपछि F2 बराबर यसले यसलाई भाग गर्दाखेरि 200 न्युटन आउँछ। यो हाम्रो 1 नम्बरको एन्सर हामीले यसरी निकाल्नुपर्छ। त्यसै गरी 2 नम्बरमा क्वेसन के छ हेर्नु त। एउटा हाइड्रोलिक लिफ्टभित्र रहेको तरलमा 30,000 पास्कल चाप उत्पन्न गराइएको छ भनेपछि यहाँ हामीलाई चाप दिएको छ। चाप P बराबर F/A सूत्रमा अगाडिको P नै हामीलाई प्रश्नमा दिएको छ। त्यही भएर हामीले दिएको छ हाइड्रोलिक लिफ्टमा तरलले उत्पन्न गरेको चाप P बराबर 30,000 पास्कल भनेर P को मान हामीलाई पहिले दिएको छ। अनि त्यसै गरी यदि तौल उचाल्न प्रयोग गरिने पिस्टनको क्रस सेक्सनल क्षेत्रफल 0.1 मिटर स्क्वायर भए भनेको छ। यहाँ क्षेत्रफल A बराबर पहिले 0.1 मिटर स्क्वायर पनि दिएकै छ। अब हामीलाई सजिलो छ यो हिसाब। कति तौल उक्त लिफ्टको तौल कति, उक्त लिफ्टले कति तौल उचाल्न सक्छ भनेको छ। तौल भनेको तौलको एकाइ पनि न्युटन, बलको एकाइ पनि न्युटन। त्यही भएर तौल भन्नु नै बल हो भन्ने हिसाब लगाएर बल F बराबर वाट भनेर लेखेको छौँ। सूत्र अनुसार तौलको सूत्र पनि यस्तो हो नि, तौलको M/G भन्ने सूत्र लाग्छ हैन। त्यसै बलको सूत्र पनि M/A हो। त्यही भएर तौल बराबर G र A त यो गुरुत्व प्रवेग, यो प्रवेग हो है। त्यही भएर तौल र बल उस्तै उस्तै हो भनेर चाप P बराबर बल F का पनि क्षेत्रफल A भन्ने सूत्र लगाएर हामीले यो चापको मान कति दिएको छ 30,000 हो। चापको मान हामीलाई यहाँ 30,000 दिएको छ। ठिक छ, हामीले त्यो 30,000 यता P को ठाउँमा राख्यौँ हो। अनि त्यसपछि बल F बराबर 0.1 मिटर भयो। 30,000 × 0.1 बराबर यो छ, क्रस मल्टिप्लिकेसन गर्दाखेरि उत्तर हाम्रो यति आउँछ। दुईटा हिसाब भयो है। त्यसै गरी ग नम्बरको हिसाब आर्किमिडिजको सिद्धान्तमा आधारित हिसाब हो। यहाँ चाहिँ युरेका क्यानहरू दिएको छ। युरेका क्यानहरूको हिसाब हेरेर यो चित्रलाई राम्ररी हेर्नुहोस्। यो चित्र बुझ्नुभयो भने हिसाब सजिलो छ। यसको हिसाब धेरै अप्ठ्यारो हुँदैन। हामीले बुझ्नुपर्छ भने ऊर्जाचाप बुझ्नुपर्छ। ऊर्जाचाप भनेको चाहिँ पानीमा कुनै पनि वस्तु डुबाउँछौँ भने त्यो पानीमा डुबाउँदाखेरि त्यो वस्तुको तौल घट्छ। कुनै पनि वस्तुलाई पानीमा डुबाउँदाखेरि हामीलाई बाहिरभन्दा पानीभित्रको वस्तु उचाल्न सजिलो हुन्छ। पानीभित्र ढुङ्गा उचाल्न सजिलो हुन्छ, पानी बाहिर ढुङ्गा उचाल्न गाह्रो हुन्छ। त्यो के कारणले भएको भन्दाखेरि ऊर्जाचापको कारणले भएको। अब त्यो ऊर्जाचापको कुरालाई हामीले आर्किमिडिजको सिद्धान्तले चाहिँ व्याख्या गरेको छ। अब यहाँ एउटा इटा छ। इटाको तौल हावामा कति छ भन्दाखेरि 20 न्युटन छ। अनि त्यो इटालाई आधा पानीमा डुबाउँदाखेरि त्यसको तौल घटेर 14 न्युटन भयो। अनि त्यसै गरी त्यो इटालाई पुरै डुबाउँदाखेरि त्यसको तौल घटेर 10 न्युटन भयो। अब पहिला 20 न्युटन थियो, आधा डुबाउँदा घट्यो 14 न्युटन भयो, पुरै डुबाउँदा घट्यो 10 न्युटन भयो। यसमा हावामा भएको वस्तुबाट यिनीहरूको तौल जति जति घट्छ त्यही नै यो इटामा लागेको ऊर्जाचाप हो। ऊर्जाचाप भनेको तरल पदार्थले दिने या ग्यासले दिने चाप हो है। अब त्यहाँ तौल जति घट्छ ऊर्जाचाप पनि त्यति लागेको हुन्छ है। यसमा क्वेसनले के भन्छ, चित्रमा देखाएका विरसीय अवस्थामा वस्तुमा लाग्ने ऊर्जाचाप हिसाब गर्नुहोस् भने। अब यो सिम्पल छ। 20 बाट 14 न्युटन भए भनेपछि कति न्युटन घट्यो? 6 न्युटन गर्यो भनेपछि यो वास्तविक तौल 20 न्युटन हो। यसलाई पानीमा हाल्दाखेरि यसको तौल घटेर कति भयो? 14 न्युटन भयो भने यसको तौल त होइन, यो खासमा 20 न्युटन हो। यसलाई अवास्तविक तौल भन्छ। वास्तविक तौल माइनस अवास्तविक तौल गर्नु नै यसको ऊर्जाचाप हो। 20 न्युटन माइनस 14 न्युटन गर्ने हो भने यसको उत्तर आउँछ। त्यस्तै गरेर चित्र बीमा क्वेसन यसरी लेख्नु होला। चित्र बीमा वस्तुको केही भाग डुबेको छ, त्यही भएर यसको अवास्तविक तौल 14 न्युटन छ। हावामा वस्तुको तौल वा वास्तविक तौल कति छ? 20 न्युटन छ। ऊर्जाचाप बराबर सूत्र वास्तविक तौल माइनस अवास्तविक तौल। वास्तविक तौल भनेको कति हो? 20 न्युटन हो, यहाँ छ। अनि त्यस्तै अवास्तविक तौल भनेको कति हो? 14 न्युटन हो, 6 न्युटन एन्सर आउँछ। त्यसै गरी सीमा पनि यहाँ 20 न्युटन थियो, यहाँ कति भएछ? 10 भएछ। त्यो सेम तरिकाले निकाल्ने। हावामा वस्तुको तौल कति छ? वास्तविक तौल यसको 20 न्युटन छ। यसको पानीमा डुबाउँदाखेरि तौल कति भयो? 10 न्युटन भयो। अवास्तविक तौल भयो
जसलाई 10 न्युटन भन्छ। ऊर्जा बराबर सूत्र वास्तविक तौल माइनस अवास्तविक तौल 20 न्युटन माइनस 10 न्युटन गर्दाखेरि 10 न्युटन उत्तर आउँछ। अब यसले के सोधेको छ दोस्रो सेन्ट, ती दुई अवस्थामा ऊर्जा चापमा भिन्नता आउनुको कारण उल्लेख गर्नुहोस् भन्छ। कारण के हो, यसमा चाहिँ घटेर 14 न्युटन हुनु, यसमा चाहिँ 10 न्युटन हुनुको कारण के हो भन्छ। बराबर किन भएन भन्छ। 14 न्युटन यसमा किन भयो भन्दाखेरि यसमा आंशिक डुबेको छ, केही मात्रामा आधा मात्रै डुबेको छ, या आधाभन्दा थोरै बढी डुबेको छ। त्यो भएर यसमा कम ऊर्जा चाप लाग्यो, यसमा चाहिँ पुरै डुबेको छ, त्यही भएर बढी ऊर्जा चाप लाग्यो भनेर लेख्ने हो। यी दुई अवस्थामा ऊर्जा चापमा भिन्नता आउनुको कारण चित्र बीमा वस्तुको केही भाग डुबेको छ, त्यसैले थोरै ऊर्जा चाप लाग्छ, र चित्र सीमा पुरै भाग डुबेको छ, त्यसैले धेरै ऊर्जा चाप लाग्छ भनेर लेख्ने हो। ल धन्यवाद। हाम्रो भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।